अहिले म भाइलाई अनुरोध के गर्छु भने भाइ उठौँ अहिले यसले केही घाटा गर्दैन उनीहरूलाई नैतिकतै छैन आउने उ आफै के भन्नुहुन्छ थाहा छ दुर्गा भाइ जेएनजीको मागै पुरा गर्न सकिनँ म त कस्तो मेरो त मुटु नै छैन तपाईँ यो कुर्सीमा हुनुपर्ने रहेछ भनेर भन्नुहुन्थ्यो मलाई सेनाले त बोलाएको हो नि म त्यहाँ उ गर्न खोज्दाखेरि त्यहाँ प्रधानमन्त्रीको अफर आउँदा बाहिर जेएनजीले हुटिङ लगाए हुँदैन भनेर नभए म पाटाका डोरीले नि बाँधेर पाटा कसरी ल्याएर थुन्थेँ मैले केपी ओलीको कम्बोडियाको लगानी ल्याएर दिउँसो देखाउँदा राति मलाई पक्रेर लग्यो अस्ति सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउने होइन कुरालाई मैले दिउँसो देखाउँदा मलाई राति यही सुशीला सरकारले पक्रेर लगेर थुन्यो तपाईँ पनि सँगै हुनुहुन्छ मैले त त्याग गरेछु मेरो परिवारले त्याग गरेछ म अहिले पनि के छ भन्दाखेरि म अहिले पनि भाइलाई के भन्छु भन्दाखेरि यो हालतमा सुत्नुभन्दा बाँचेर हो लड्ने भनेको मरेर होइन के गरौँ भन्दाखेरि पर्सि वार्तामा जाने हिसाबमा वार्तामा जाउँ न तपाईँ हामी दुईजना जाउँ जेएनजीकोबाट 2 जना 3 जना प्रतिनिधि जाउँ हामीसँगै पर्सि 1 गते वार्ता सफल भएन भने हामी सबैजना सडकमा आउँछौँ आन्दोलनको घोषणा गर्छौँ र यो व्यवस्था फ्याँक्छौँ तपाईँलाई पनि फ्याँकेर नयाँ मान्छे यो कुर्सीमा ल्याउँछौँ भनेर म उठेर आएको हामी त्यहाँ प्रतिनिधि पठाउँदा पनि पर्दैन मर्न दिनु भनेर त्यस्तो खाले सरकार सुन्छ हामीलाई तपाईँले साथ दिने हो भने भोलिका दिनदेखि तपाईँ हामी बसौँ देश बचाउनको लागि देश बचाउने हुटहुटी बोकेको तपाईँ पनि हो आज डाक्टर निकोलास भुसाल र सबै युवाहरू आज मैतीघर मण्डला रहरले हामी बसेको होइन हामी यो देशले निकास पाउनुपर्छ सत्ता हामीलाई चाहिँदैन सत्ता जसले चलाओस् तर यो जेएनजी युवाको हत्यारालाई समाउनु पर्छ हाम्रो पहिला शर्त हो मैले आजभन्दा 10 वर्ष अगाडि नि गोविन्द केसीको विषयमा मैले भाइलाई गरेको गोविन्द केसीको कारण गोविन्द केसीको जगमा बनेको सरकार गोविन्द केसीको कारण आज देश कहाँ पुग्यो गोविन्द केसीलाई कुनै जमाना बोकेर हिँडेको हो नि त र जेएनजीको सबैभन्दा रविको सबैभन्दा नजिकको मान्छे बालनको सबैभन्दा नजिकको मान्छे आज ल्याएर रोडमा सुताए होइन रोडमा ल्याएर सुताए होइन आफू ठाउँमा पुगे उठ्नुपर्छ मैले अब म जतिखेर पनि तयार छु मेरो कुरा मान्ने हो भनेदेखि अहिले अनसनबाट उठौँ होइन अनसनबाट उठौँ यसले केही बिगार्दैन मिलेर सरकार ल ठिक छ त्यसको लागि एकछिन बन्दीहरूको रिहाई मैले कुरा गरेको यो सुदन गुरुङको केटाहरूले अस्ति हस्पिटल लान्छु भनेर बानेश्वर पुऱ्याएर किडन्याप गरेको अनि अब एउटा कुरा के भन्छु भने नि अनि माग पुरा भएन छ भने अनि त्यस पछाडि सडकमा आउँ हामी त्यो हिसाब किताबले नि त्यो ओजस्वी भन्ने पनि चिन्छु जेएस भन्ने पनि चिन्छु म चिन्छु मैले म सुदन गुरुङलाई यहीँबाट च्यालेन्ज गर्छु कि हिजो मसँग केपी ओलीले घुँडा टेकेको एमाले घुँडा टेकेको युवासँगले घुँडा टेकेको तिमीलाई माइती घरमा ल्याएर दल्नु नपरोस् माइती घरमा ल्याएर दल्नु नपरोस् मेरो टिमले नि घरमा गएर निकालेर भकुर्नु नपरोस् लातको लात त्यो कुरा भनिदिँदा हुन्छ यो कुरा बुझिदिनु यो कुरा म त्यतिखेर त झापा थिएँ होइन झापा थिएँ ल अब आजदेखि नि सुदन आजदेखि एक सुन्नु न यहाँ सुदन कोही पनि आउँदैन हेर्नु यहाँ